हेलो गुड आफ्टरनुन सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन तपाईँहरूकै युट्युब मेम्बर्स म मातृ राई फेरि पनि भिडियो लिएर म आइसकेको छु है। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। म चाहिँ आज तपाईँहरू सामु म कन्टिन्यू भिडियो लिएर म आइ नै रहेको छु। म चाहिँ हिजो आज तपाईँको अहिले घरतिर छु है, गाउँतिर म आएको छु केही दिनको लागि। तपाईँको गाउँठाउँमा यस्तै छ साथीहरू है। म चाहिँ घरदेखि अलिकति जस्ट अगाडि मात्रै म हिँडिसकेँ है, अगाडि म हिँडिसकेँ। अहिले चाहिँ म ठ्याक्कै म बारीतिर जाँदैछु है। सुन्तलाको बगैँचा तपाईँहरूले देख्न सक्नुहुन्छ, तर सब टिपिसकेको छ यो सुन्तलाहरू चाहिँ होइन। यस्तै छ साथीहरू, एकदम रमाइलो छ है गाउँठाउँ। मलाई सहर बजारभन्दा पनि गाउँठाउँमै रमाइलो लाग्छ मलाई चाहिँ है। आफ्नो आफ्नो चोइस हो है। मलाई चाहिँ गाउँठाउँ किन रमाइलो लाग्छ भने सबै कुरा हरेक कुरा चाहिँ ताजा खान पाइन्छ कि तपाईँको साथीहरू। सुन्तलाको बोर्डर हेर्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो कान्छो मामाको, उहाँले चाहिँ टिपिसक्नु भएको छ है। टिपेरै धरान इटरीतिर चाहिँ उहाँले लगिसक्नु भएको छ। अहिले चाहिँ बोट मात्र छ है। अलिक तल चाहिँ तपाईँले रातो रातो देख्नुहुन्छ होला है। अलिक तल चाहिँ अझै पनि छँदैछ साथीहरू होइन। पारी तपाईँको देख्नुहुन्छ, यो चाहिँ हाम्रो खोकु। गीत पनि सुन्नुभएको होला होइन, खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदै भन्ने हो हाम्रो चाहिँ पारी खोकु पऱ्यो। पारी चाहिँ तपाईँको छिन्ताङ हो है साथीहरू। सुन्तलाहरू तपाईँले देख्न सक्नुहुन्छ है। सुन्तला लटरम्म फलेको छ साथीहरू होइन, कस्तो मजाले। यता पनि सुन्तला देख्न सक्नुहुन्छ है। यता पनि सुन्तला। यो चाहिँ तपाईँको एभोकाडको बोटै साथीहरू। म चाहिँ बाटोमा छु है, बाटोमा जाँदैछु। तपाईँले देखिराख्नु भएको छ साइडमा पनि सुन्तला छ है। यस्तै छ साथीहरू गाउँठाउँमा। तपाईँको मलाई चाहिँ अघि नै भनिसकेँ, अघिको कुराहरू अझै नै तपाईँहरूले भनिसकेको छु है। मलाई चाहिँ गाउँठाउँ किन रमाइलो लाग्छ भने गाउँमा भनेको तपाईँको केही चिज पनि किन्न पर्दैन क्या। तपाईँको तेल र तपाईँको चामल भए प्रायः सबै गाउँमै, सबै उत्पादन गाउँमै हुन्छ है। तल तपाईँले देख्न सक्नुहुन्छ सुन्तलाबारी है। यो चाहिँ हाम्रो मामाहरूको है, हाम्रो मामाहरूको सुन्तला बगैँचा देख्न सक्नुहुन्छ है। जता सुन्तला यता पनि सुन्तला छ है। सुन्तला छन् साथीहरू। अब यस्तै छ तपाईँको। अन्त हेरी चाहिँ हाम्रो यो छिन्ताङको चाहिँ एकदम रसिलो खोकु छिन्ताङको चाहिँ देवा हो बारी लम्मा आका आसिन्दा ल आसिन्दा हो सन्चै आयो कि नि ए बस्ती चाहिँ म भाउनु ए डेमा नि खिम्पाटी त हो। अहिले देवा भन्दा ठुलो बाबा चाहिँ नेपाली भाषाबाट ठुलो बाबा, उहाँ अहिले भर्खरै बारी पुगेर फर्किँदै हुनुहुन्छ है। अघि हामीले बोलेको चाहिँ हाम्रो यो छिन्ताङे भाषा, स्थानीय भाषा है साथीहरू। भर्खर सुन्तला बगैँचा छ है साथीहरू। यता पनि सुन्तला देख्न सक्नुहुन्छ है। यो चाहिँ भर्खरै फल्दै गरेको सुन्तला है। कहाँ चराएर ल्याएको कान्छ सुन्तला
देख्न सक्नुहुन्छ है अगाडि दाइहरूको चट्टा कस्तो राम्रो लटरम्म फलेको छ। ए हाम्रो काका चाहिँ गोठल गरेर फर्किँदै हुनुहुन्छ है। भैँसीले हान्छ कि हो भाइ? भैँसीले हान्छ कि हो? हान्छ होला हौ। ए काकालाई यस्तै छ। म हुनेले बाटोमै छु है। म चाहिँ ठ्याक्कै घर थियो अलिक ओह्राको बारी चाहिँ म आइपुगेको छु है। मलाई मात्र हाल्नु हो। तपाईँको पल्लो बारीको सुन्तलाहरू चाहिँ यही है साथीहरू। यिनीहरू यो तपाईँले देख्न सक्नुहुन्छ है। अलिअलि फलेकोहरू चाहिँ अस्ति टिपिसक्नु भएको छ भाइले, हाम्रो भाइले पुरै देख्न सक्नुहुन्छ है। यो बिरुवाहरू चाहिँ मैले अब 300 जति भयो मैले नै रोपेको हो। म र बुवा गरिकन हामी दुईजनाले। तलको चाहिँ अलिक ठुलो बढेको छ है, तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ भर्खरै लगाएको 2-3 साल भयो है। यो सुन्तलाहरू चाहिँ मैले आफ्नै बारीतिर आइपुगेको छु है। यता हाम्रो काकाहरूको सुन्तला बगैँचा देख्न सक्नुहुन्छ। टिपिसकेको छ तपाईँको, किनभने अहिले अलिकति अक्सिजनमा आइयो कि नभए त तपाईँको सुन्तलै बगैँचा छ। तपाईँहरू सुन्तला छ है। एकदम रमणीय ठाउँ छ छिन्ताङ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ, आउनु होला। तपाईँ पारी डाँडा भनेको चाहिँ भोजपुरको घोडेटार है। अब तपाईँको वारी भनेको चाहिँ यो डाँडा भनेको खोकु, पल्लो डाँडा भनेको तपाईँको पाखरीबासको डाँडा है। पल्लो चाहिँ खोकु, पारी चाहिँ पाखरीबास। यता छु साथीहरू है। ठिकै छ साथीहरू, सबैजनाले माया र साथ हामी सबैजना मिलेर अघि बढाउँला है। सबैजनाले माया गरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले। यस्तै छ गाउँठाउँको कुराहरू अपडेटहरू है, तपाईँहरू सामु म लिएर आइ नै रहेको हुन्छु है। म चाहिँ अब यहाँदेखि फर्किन्छु साथीहरू। अब रात पनि पर्न लागेको छ, 7 भइसक्यो है। तर चाहिँ देख्न सक्नुहुन्छ है कस्तो राम्रो अझै पनि छँदैछन् सुन्तलाहरू। यस्तै थियो हाम्रो पनि। तर यताको चाहिँ बाँकी नै रहेछ। हाम्रो चाहिँ अस्ति बेचिवरी सौजीले टिपिसक्नुभयो है, व्यापारीले। साथीहरू सबैजनालाई धेरै धेरै माया र सम्झना भन्दै हजुरहरूको दिन शुभ रहोस् भन्ने आजको दिन बाई बाई। म नेक्स्ट डे भिडियो लिएर आउने नै छु। आजलाई बाई बाई।